एउटा जमाना थियो जति बेला मानिसहरूसँग अहिले जस्तो हातमा मोबाइल थिएन। एक ठाउँबाट अर्को ठाउँमा खबर पुर्याउन धेरै गाह्रो हुन्थ्यो र त्यति बेला चिठीको सहायताले खबरहरू आदान प्रदान हुन्थ्यो। आउनुस् बुझौं यो चिठी भनेको के हो, कसरी लेखिन्छ र परीक्षामा चिठी लेख्दा ध्यान दिनुपर्ने कुराहरू र तिनको नमुनाहरू आजको भिडियोमा। चिठी भनेको विचार, भावना, बिन्ती, समाचार, सूचना, सन्देश आदि कुराहरू प्रेषक र प्रापक बीच आदान प्रदान गर्ने लिखित अभिव्यक्ति हो। चिठी 3 प्रकारको हुन्छ: घरायसी चिठी, व्यावसायिक चिठी, कार्यालयीय चिठी। अहिले सबैको हातमा टेक्नोलोजी भएका कारण केही परे टेक्स्ट, इमेल, अडियो कल, भिडियो कल गर्न सकिन्छ। त्यही भएर अहिले घरायसी र व्यावसायिक चिठी त्यस्तो धेरै देखिँदैन। कार्यालयीय चिठी भने अझै पनि प्रयोग भइराख्छ। आजको भिडियोमा चाहिँ हामी एक्जाम ओरिएन्टेड भएर एक्जाममा कसरी चिठी लेख्ने भन्ने बारेमा बुझ्न गइरहेका छौं। पहिलो नम्बरमा छ घरायसी पत्र। आफ्नो इष्टमित्र, नातेदार, साथीभाइहरू आदि व्यक्तिगत सम्बन्ध भएका व्यक्तिलाई आफ्ना मनका भावना, जिज्ञासा, सन्देश आदि विचार सम्प्रेषण गरी लेखिने पत्र घरायसी पत्र हो। यसमा आफ्नो गर्लफ्रेन्ड बोयफ्रेन्डलाई लेखिने लभ लेटर पनि पर्छ। जो कपाट। अब घरायसी चिठी लेख्ने तरिका हेरौं। यो लेख्न सुरुमा पेपरको राइट साइडको टपमा मिति र चिठी पठाउने मान्छेको ठेगाना लेख्नुपर्छ। त्यसपछि नाता अनुसार फरक सम्बोधन र अभिवादन गर्नुपर्छ। तपाईले यो टेबललाई रिफरेन्स लिएर सम्बोधन र अभिवादन लेख्न सक्नुहुन्छ। त्यसपछि घरायसी चिठीमा सन्चो बिसन्चो, पहिले पाएको चिठीको रिप्लाई गर्दै भए पूर्व पत्रको सन्दर्भ, चिठीको सन्दर्भ, मुख्य विषयवस्तु, आफ्नो मनका विचारहरू र अन्त्यमा चिठी टुङ्गिएको जानकारी दिई चिठी टुङ्ग्याउनु पर्छ। त्यसपछि अन्त्यमा सम्बन्ध ज्ञापन र त्यसको मुनि लेखकले आफ्नो नाम लेख्नुपर्छ। सम्बन्ध ज्ञापनका लागि तपाईले यो टेबल रिफरेन्स लिन सक्नुहुन्छ। र खामको नमुना बनाउनु पर्छ। खामको नमुना बनाउँदा लेफ्टमा चिठी पठाउनेको नाम र ठेगाना र राइटमा चिठी पाउनेको नाम र ठेगाना लेख्नुपर्छ। अब एउटा घरायसी चिठीको नमुना हेरौँ है त। तपाईले पज गरेर पढ्न सक्नुहुन्छ। यहाँ टप राइटमा ठेगाना र मिति छ। त्यसपछि यहाँ सम्बोधन र अभिवादन छ र त्यसपछि पहिलो प्याराग्राफमा सन्चो बिसन्चो र चिठीको सन्दर्भ समेटिएको छ। अर्को प्याराग्राफमा चिठीको मुख्य विषयवस्तुलाई डिटेलमा लेखिएको छ र लास्ट प्याराग्राफमा चिठी टुङ्ग्याइएको छ र नाता अनुसारको सम्बन्ध ज्ञापन गरी समापन गरिएको छ र खामको नमुना राखिएको छ र यसरी हाम्रो घरायसी चिठी तयार पारिएको छ। अब कुरा गरौँ व्यावसायिक पत्र। व्यावसायिक प्रयोजनका लागि एउटा व्यावसायिक संस्थाले अर्को व्यावसायिक व्यक्ति वा संस्थालाई लेखिने पत्रलाई नै व्यावसायिक पत्र भनिन्छ। एउटा कम्पनीले सामानको माग, बिक्री वितरण, आयात निर्यात र भुक्तानीका लागि व्यावसायिक पत्र लेख्दछ। अब व्यावसायिक पत्र लेख्ने तरिका हेरौँ। व्यावसायिक पत्रको सबैभन्दा माथि बीचमा पत्र लेख्ने व्यावसायिक संस्थाको नाम र ठेगाना लेख्नुपर्छ। त्यसपछि राइटतिर पत्र लेख्दाको मिति लेख्नुपर्छ। त्यसपछि पत्र संख्या तथा चलानी नम्बर लेख्नुपर्छ। पत्र संख्या भनेको कुनै कार्यालयले फाइल वा विषय अनुसार दिएको नम्बर हो। कार्यालयले जे जति पत्र बाहिर पठाउँछ सबै क्रम मिलाएर चलानी दर्ता किताबमा लेखिन्छ र त्यसै अनुसार चलानी नम्बर दिइन्छ। यी नम्बरले पत्र पहिचान गर्न, रेकर्ड राख्न र कम्पनीको पारदर्शिता बढाउन मद्दत गर्छ। त्यसपछि जुन संस्थालाई चिठी लेख्दैछौ त्यो संस्थाको प्रमुखलाई सम्बोधन गर्ने र त्यसको मुनि संस्थाको नाम र ठेगाना लेख्नुपर्छ। त्यसपछि कुन प्रयोजनका लागि चिठी लेख्ने हो त्यो विषय खुलाउनु पर्छ। त्यसपछि महोदय वा महाशय लेख्नुपर्छ। त्यसपछि चिठीको बेहोरा लेख्नुपर्छ र सामान माग गरेको भए सामानको विवरण उल्लेख गर्नुपर्छ। सामानको विवरण टेबलमा राख्दा राम्रो। सामान मगाएको भए सामानको मूल्य स्वरूप हुने रकम, भुक्तानीको विधि र प्रक्रिया उल्लेख गर्नुपर्छ र अन्त्यमा पत्र लेख्ने व्यक्तिको नाम लेख्नुपर्छ र खामको नमुना बनाई पत्र टुङ्ग्याउनु पर्छ। अब दुईवटा व्यावसायिक चिठीको नमुना हेरौँ है त। एउटा सामान उपलब्ध गराउने बारे र अर्को आफ्नो सामानको होलसेलर छनौट गरिएको व्यावसायिक विषयवस्तु बारे। तपाईले पज गरेर पढ्न सक्नुहुन्छ। अब सामान उपलब्ध गराइदिने बारे पत्रको नमुना हेरौँ। सुरुमा पत्र लेख्ने व्यापारिक संस्थाको नाम र ठेगाना राखिएको छ। त्यसपछि यता राइटमा चिठी लेखिएको मिति छ। त्यसपछि पत्र संख्या र चलानी नम्बर राखिएको छ। चलानी नम्बरमा आर्थिक वर्ष राख्नुपर्छ। त्यसपछि पत्र लेखिने संस्थाको प्रमुखलाई सम्बोधन, पत्र लेखिने संस्थाको नाम र ठेगाना राखिएको छ। त्यसपछि यहाँ चिठीको विषय छ। त्यसपछि महोदय लेखी चिठीको विषयवस्तुलाई बताइएको छ।
त्यसपछि सामान मागको लिस्ट राखिएको छ। त्यसपछि बिल भुक्तानी सम्बन्धी भनाइ छ र अन्तिममा भवदीयसँगै पत्र लेख्ने व्यक्तिको नाम र ठेगाना राखिएको छ। त्यसपछि खामको नमुना बनाइएको छ। अब होलसेलर छनौट गरिएको बारे चिठीको नमुना हेरौँ। सुरुमा पत्र लेख्ने व्यापारिक संस्थाको नाम र ठेगाना छ। त्यसपछि यता राइटमा चिठी लेखिएको मिति छ। त्यसपछि पत्र सङ्ख्या र चलानी नम्बर छ। त्यसपछि पत्र लेखिने संस्थाको प्रमुखलाई सम्बोधन, पत्र लेखिने संस्थाको नाम र ठेगाना राखिएको छ। त्यसपछि चिठीको विषय राखिएको छ। त्यसपछि महोदय लेखी चिठीको विषयवस्तुलाई डिटेलमा विश्लेषण गरिएको छ र अन्तिममा भवदीयसँगै पत्र लेख्ने व्यक्तिको नाम र ठेगाना राखिएको छ। त्यसपछि खामको नमुना बनाइएको छ। अब कुरा गरौँ कार्यालयीय पत्र। कार्यालय प्रयोजनका लागि लेखिने चिठीलाई कार्यालयीय पत्र भनिन्छ। कार्यालयीय पत्रमा निवेदन पत्र, सूचना पत्र र विज्ञप्ति पत्र पर्ने भए नि यस भिडियोमा हामी निवेदन पत्रको मात्र कुरा गर्छौँ। म सूचना र विज्ञप्ति लेख्ने तरिका अर्को भिडियोमा राख्नेछु। हामी एउटा व्यक्तिले कार्यालयलाई पठाउने पत्र र एउटा कार्यालयले अर्को कार्यालयलाई पठाउने पत्र गरी दुई तरिकाको पत्रको कुरा गर्न गइरहेको छौँ। पहिला कुरा गरौँ व्यक्तिले कार्यालयलाई पठाउने पत्र। यसमा व्यक्तिले कुनै कुराको अनुरोध गरी औपचारिक भाषा शैलीमा कार्यालय प्रमुखलाई सम्बोधन गरी लेखिने चिठी पर्दछ। अब यो लेख्ने तरिका हेरौँ। सुरुमा चिठीको टप राइटमा निवेदन लेखिएको मिति लेख्नुपर्छ। त्यसपछि एक लाइन छोडेर सम्बन्धित कार्यालय प्रमुखलाई सम्बोधन गर्नुपर्छ। त्यसपछि तल कार्यालयको नाम र ठेगाना लेख्नुपर्छ। त्यसपछि चिठी के को बारेमा लेख्न गइरहेको छौँ त्यसको विषय लेख्नुपर्छ। त्यसपछि तल महोदय वा महाशय लेख्नुपर्छ। त्यसपछि तल सम्बन्धित विषय खुलाएर सरल भाषामा निवेदनको पुरा विवरण लेख्नुपर्छ। त्यसपछि निवेदक वा भवदीय लेखी त्यसको मुनि नाम र ठेगाना लेख्नुपर्छ र अन्तिममा खामको नमुना बनाउनुपर्छ। अब हामी यस चिठी सम्बन्धी 3वटा नमुना हेर्छौँ। सुरुमा छ अवलोकन भ्रमणको आवश्यक व्यवस्था गरिपाऊ भनी आफ्नो विद्यालयको प्रधानाध्यापकलाई निवेदन। सुरुमा मिति राखिएको छ। त्यसपछि प्रधानाध्यापकलाई सम्बोधन र विद्यालयको नाम र ठेगाना लेखिएको छ। त्यसपछि निवेदनको विषयलाई राखिएको छ। त्यसपछि महोदय लेखी निवेदनको पुरा विवरण लेखिएको छ। तपाईले पज गरेर पढ्न सक्नुहुन्छ र अन्तिममा निवेदक लेखी आफ्नो नाम, कक्षा र रोल नम्बर लेखिएको छ र खामको नमुना बनाइएको छ। अब हामी जागिरको लागि लेखिएको निवेदनको नमुना हेरौँ। सुरुमा मिति लेखिएको छ। त्यसपछि कार्यालय प्रमुखलाई सम्बोधन, कार्यालयको नाम र ठेगाना लेखिएको छ। त्यसपछि विषय लेखिएको छ। त्यसपछि महोदय लेखी निवेदनको विषयवस्तु लेखिएको छ। जागिरको लागि निवेदन भएकाले आवश्यक कागजपत्रहरू पनि निवेदनसँगै राखिएको छ र अन्तिममा निवेदक लेखी आफ्नो नाम र ठेगाना लेखिएको छ। त्यसपछि खामको नमुना बनाइएको छ। अब हामी प्रमाणपत्रमा जन्म मिति सच्याइदिन अनुरोध गर्दै राष्ट्रिय परीक्षा बोर्ड एनईबीलाई लेखिने निवेदनको नमुना हेरौँ। सुरुमा मिति लेखिएको छ। त्यसपछि कार्यालय प्रमुखलाई सम्बोधन, कार्यालयको नाम र ठेगाना राखिएको छ। त्यसपछि विषय लेखिएको छ। त्यसपछि महोदय लेखी निवेदनको विषयवस्तु लेखिएको छ र के बिग्रेको हो र हुनुपर्ने के हो भनी राखिएको छ र अन्त्यमा निवेदक लेखी आफ्नो नाम र ठेगाना लेखिएको छ। त्यसपछि खामको नमुना बनाइएको छ। अब कुरा गरौँ एउटा कार्यालयले अर्को कार्यालयलाई पठाउने पत्र। सुरुमा सबैभन्दा माथि पत्र लेख्ने संस्थाको नाम र ठेगाना लेख्नुपर्छ। त्यसपछि तल राइटमा मिति लेख्नुपर्छ। त्यसपछि पत्र सङ्ख्या र चलानी नम्बर लेख्नुपर्छ। त्यसपछि पत्र लेखिने कार्यालय प्रमुखलाई सम्बोधन गरी कार्यालयको नाम र ठेगाना लेख्नुपर्छ। त्यसपछि कुन प्रयोजनका लागि चिठी लेख्ने हो भने त्यसको विषय खुलाउनुपर्छ। त्यसपछि महोदय वा महाशय लेखी पत्रको मूल अंशको विवरण लेख्नुपर्छ र अन्त्यमा निवेदक लेखी निवेदन लेख्ने व्यक्तिको नाम, पद र हस्ताक्षर राख्नुपर्छ र अन्त्यमा खामको नमुना बनाउनुपर्छ। अब हामी एउटा नमुना हेरौँ। एउटा विद्यालयले वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको वक्तित्व कला प्रतियोगितामा भाग लिन अनुरोध गर्दै अन्य विद्यालयले पठाउने कार्यालयीय पत्रको नमुना। सुरुमा पत्र पठाउने कार्यालयको नाम र ठेगाना लेखिएको छ। त्यसपछि मिति छ। त्यसपछि पत्र सङ्ख्या र चलानी नम्बर छ।
त्यसपछि कार्यालय प्रमुखलाई सम्बोधन, कार्यालयको नाम र ठेगाना लेखिएको छ। त्यसपछि निवेदनको विषयलाई लेखिएको छ र महोदय लेखी निवेदनको मूल अंश राखिएको छ र अन्त्यमा निवेदक लेखी नाम, पद र हस्ताक्षर छ र कामको नमुना बनाइएको छ। यसरी हामीले सजिलै पत्र लेख्न सक्छौं। भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनु होला र अरू टपिकमा भिडियो चाहिन्छ भने कमेन्ट बक्समा लेख्नु होला। आजको लागि यति नै, बाई बाई। हेलो एभ्रिवान, जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहालेँ। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।